साधोबाटो स्थित एन्फा कम्प्लेक्समा सञ्चालन भइरहेको शहीद स्मारक बी डिभिजन लिगमा उपाधि होड र ए डिभिजन बढुवा हुने भन्दा रेलिगेसन ब्याटल रोमाञ्चक बनेको छ। कुन टिमले उपाधि जित्छ भन्दा पनि रेलिगेसनबाट कुन टिम बन्छ, कुन दुई टिम रेलिगेसनमा पर्छ भन्ने समीकरण हेर्न लायक बनेको छ। 14 टोली सहभागी बी डिभिजन लिगमा 10औं चरणको खेल समाप्त हुँदै बढुवा हुने र घटुवा हुने कुनै पनि क्लबको टुङ्गो लागेको छैन। अब 3 चरणको खेल बाँकी हुँदा समीकरण रोमाञ्चक बनेको हो। आजदेखि बी डिभिजन लिगमा 11औं चरणको खेलको सुरु हुँदैछ र आज च्यासल युथ क्लब र टुसाल युथ क्लब बीच खेल हुनेछ। अहिलेसम्म लिगमा 2 टोली अपराजित छन्। प्लानिङ बेज क्लब र श्री भगवती क्लब टोखा, यी 2 टोली शीर्ष 2 स्थानमा छन् र ए डिभिजन लिगमा बढुवा हुनेमा अगाडि छन्। प्लानिङ बेज 7 जित र 3 बराबरीबाट 24 अङ्कसहित शीर्ष स्थानमा छ। यस्तै श्री भगवती क्लब 6 जित र 4 बराबरीबाट 22 अङ्कसहित दोस्रो स्थानमा छ। प्लानिङ बेजले अब बाँकी 3 मध्ये 1 खेल मात्र जिते पनि शीर्ष डिभिजनको यात्रा पक्का गर्नेछ। यस्तै प्लानिङले 3 खेलबाट 1 अङ्क मात्रै जोडे पनि शीर्ष 2 मा नै रहन सक्छ। तेस्रो र चौथो स्थानको वीरगञ्ज र बाइज युनियनले बाँकी सबै खेल जितेपछि 25 अङ्क मात्र हुनेछ र यस्तो भएमा प्लानिङले 1 अङ्क थप्दा 25 अङ्क हुनेछ। यद्यपि गोल अन्तरमा प्लानिङ नै अघि हुनेछ। यसैगरी प्लानिङ बॉयजले बाँकी 3 खेलमा हार बेहोरे पनि अन्य खेलको नतिजाको आधारमा शीर्ष 2 मा रहने सम्भावना बलिरहेको छ। यस्तै भगवतीले बाँकी 3 खेल मध्ये 4 अङ्क मात्र जोडे पनि शीर्ष 2 स्थानमा पक्का गर्नेछ। अन्य टोलीले नतिजा हेरेर 1 जितले पनि श्री भगवतीलाई ए डिभिजनमा पुर्याउन सक्छ। 14औं चरणमा बाँसबारी क्लबलाई पराजित गरेर प्लानिङ बाइजले मङ्गलबारै ए डिभिजन क्लबमा बढुवा हुने निश्चित हुनेछ। श्री भगवतीले पनि बुधबार मध्यपुर युथ एसोसिएसनलाई हराएमा ए डिभिजन नजिक पुग्नेछ। प्लानिङ बाइज र श्री भगवती भन्दा पछाडि छन् 4 क्लब। वीरगञ्ज युनाइटेड, बाइज युनियन क्लब, बाँसबारी क्लब र च्यासल युथ क्लब छन्। यी 4 क्लब पनि शीर्ष 2 स्थानमा रहेर बढुवा हुने समीकरणमा छन्। वीरगञ्ज र बाइज युनियनका सम्मान 16 अङ्क छ भने बाँसबारीको 15 र च्यासलको 14 अङ्क रहेको छ। यी मध्ये 4 मध्ये 1 क्लब मात्र शीर्ष 2 मा पुग्ने सम्भावना छ। त्यसमा पनि अन्य टिमको नतिजाले भर पर्नेछ। शीर्ष 6 मा रहे पनि च्यासल, बाँसबारी जस्ता क्लबका लागि आफ्नो स्थान कायम राख्न निकै चुनौती छ, किनभने मिड टेबलमा रहेका टिमहरू बीच अङ्क दूरी खासै फरक छैन। तेस्रो स्थानको वीरगञ्ज र अन्तिम स्थानमा रहेको नयाँ बस्ती युथ क्लबको 8 अङ्कको अन्तर छ। रोमाञ्चक रेलिगेसन ब्याटल। बी डिभिजन लिगको टप हाफभन्दा बटम हाफको प्रतिस्पर्धा अझ बढी रोचक छ। अङ्क तालिकामा बटम हाफमा रहेका 7 क्लब बीचको अङ्क दूरी जम्मा 4 अङ्क मात्र छ। यतिसम्म कि लिगको पुछारमा रहेको नयाँ बस्ती युथ क्लब र तेस्रो स्थानको वीरगञ्ज युनाइटेड क्लब बीच 8 अङ्कको फरक छ। यसले नयाँ बस्तीले अझै पनि वीरगञ्जलाई पछि पार्न सक्ने समीकरण देखिएको छ। वीरगञ्जले बाँकी 3 खेल हार्ने र नयाँ बस्तीले 3 खेल जित्ने हो भने नयाँ बस्तीले वीरगञ्जलाई उछिन्नेछ। त्यसैले अब हुने बाँकी 3 चरणको खेल उपाधिका लागि भन्दा पनि रेलिगेसन होडबाट बच्नका लागि निर्णायक बन्न सक्छ। त्यसैले यसपटक रेलिगेसन ब्याटल गजबको देखिएको छ। पुछारमा रहेको नयाँ बस्तीको 8 अङ्क छ। त्यसपछि 13औं स्थानमा रहेको सरस्वती युथ क्लबको 9 र 22औं स्थानको टुसाल युथ क्लबको अङ्क 10 रहेको छ। अन्नपूर्ण क्लब, आरसिटी र मध्यपुर युथ एसोसिएसनको सम्मान 11 अङ्क छ। यस्तै झापा फुटबल क्लब र ब्रिगेड बाइजको क्लबको सम्मान 12 अङ्क रहेको छ। 7औं स्थानमा रहेको श्रीकुमारी क्लबको अङ्क 13 रहेको छ। बटम हाफका यी 8 क्लब बीच 5 अङ्कको मात्र अन्तर रहेकाले कुनै पनि क्लब रेलिगेसनमा पर्न सक्छन्। यद्यपि अङ्क तालिकामा पुच्छरमा रहेका टिमलाई नै रेलिगेसनको जोखिम बढी हुन्छ। हाल रेलिगेसनका क्षेत्रमा सरस्वती युथ क्लब र नयाँ बस्ती क्लब छन्। नयाँ बस्तीले झापा फुटबल क्लब, प्लानिङ वाइज र मध्यपुर युथ एसोसिएसनसँग खेल्न बाँकी छ। तीनवटै क्लब तुलनात्मक रूपमा नयाँ बस्तीका लागि ठुलो चुनौती छ। यस्तै सरस्वतीले वीरगञ्ज युनाइटेड, श्रीकुमारी र भगवती क्लबसँग खेल्न बाँकी छ। पुच्छारको 2 क्लबभन्दा अघि रहेको टाल युथ क्लबले आज च्यासल युथ क्लबसँग खेल्दैछ। आजको खेलमा बराबरी वा हारले टुसालको रेलिगेसन जोखिम पनि बढ्नेछ। त्यसपछि टुसालले झापा फुटबल क्लब र प्लानिङ बॉयजसँग
खेल्न बाँकी हुनेछ। अवस्था यो भिडियो हेरिसकेपछि तपाईलाई के लाग्यो कमेन्ट बक्समा आफ्नो कमेन्ट राख्नुहोला र यो भिडियोलाई सेयर र यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।